धन्यवाद कार्यक्रम सञ्चालक तथा रोल्पा सेवा समाजको केन्द्रीय महासचिवज्यू र धेरै दिनपछि तपाईँसँग जोडिनु पनि पाएको छौँ। त्यस कारणले आज पहिलो दिन यसरी तपाईँ भेट्न चाहनुभएको छ, धन्यवाद। र यस कार्यक्रमका प्रमुख अतिथि रोल्पा सेवा समाज केन्द्रीय सल्लाहकार आदरणीय कैलाशजी र विशेष अतिथिमा रोल्पा सेवा समाज डाङ शाखा संरक्षक आदरणीय दर्जी छ र यस कार्यक्रम यस अभियानको उपसमय छ। साथै यस कार्यक्रमका विशिष्ट अतिथि आदरणीय दाई गोविन्द खड्का दाई र डाङ शाखाका अध्यक्ष शाला प्रकाश खड्का लगायत सम्पूर्ण कार्य समिति, केन्द्रीय कार्य समिति र डाङ शाखा कार्य समिति लगायत सम्पूर्णलाई नमस्कार। सर्वप्रथम त हामी आज व्यवस्था भएको हामीले मञ्च पनि युज गर्यौँ कि भएको हिसाबले घरमा सामान्य रूपमा गरौँ होइन, धेरै अब खर्चिलो पनि र टाढा पनि नजाउँ भन्ने हिसाबले म्याडमको पनि उहाँको भाइ बुहारी जो आउनुभएको छ केशर बहादुर बुढा मगरको बुहारी पनि आउनुभएको छ आज सहयोग ल्याउनको लागि। उहाँले पनि भन्नुभएको थियो बच्चासँग टाढा हुँदैन सर भनेर कारणले हामी यहीँ बसपालमै गर्दैछौँ। र सर्वप्रथम त हाम्रो केशर बुढाजीलाई उहाँले स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र उहाँको आजभन्दा 4 महिना झन्डै अगाडि हामीले सुरु गरेको अभियान हो, तर अलिकति विभिन्न केही समस्याका कारणले अलिकति अलिक ढिलो चाहिँ भयो। यसको लागि क्षमा चाहन्छु। र अघि भन्नुभयो दर्जी सरले भने चाहिँ उहाँको चाहिँ जब किडनी फेल भइसकेपछि उहाँ मिरुलबाट मलाई फोन आयो, सर उहाँको चाहिँ किडनी फेल भयो, उहाँलाई फोन गर्न सक्नु, फोन पनि गरेँ, विश्वास लागेको थिएन, साँच्चै चाहिँ उहाँको किडनी फेल भएको छ। पछि उहाँसँग कसरी चिन्जाइन भयो भनेपछि जब दाई तपाईँले याद छ छैन कैलाश दाई, म 2080 सालको म ठगान जाँदै गर्दा तपाईँ बसमा यहीँ तपाईँ चढाउनु भएको थियो। त्यो कार्यक्रम त्यो जमान बुढाको घर आगो लागि भयो। त्यो भइसकेपछि रमेश बुढा सरको चाहिँ साउदी शाखाको प्रमुख सभाका रमेश बुढाको संयोजकतामा 1,30,000 उठ्यो। त्यो हस्तान्तरण जाँदै गर्दाखेरि त्यो जिम्मा चाहिँ उहाँले लिनु भएको छ। उहाँ जाँदै गरेर सबै कार्यक्रमको व्यवस्था कति खुसी हुनुहुन्थ्यो रोल्पा सेवा समाज आउँदै भन्दा, र उहाँले चाहिँ स्वागत मन्त्री पनि उहाँले दिनुभएको थियो होइन, उपप्रमुख आउनुभएको थियो। त्यो चाहिँ 1,30,000 हस्तान्तरण गर्दा उहाँ आउनुभएको थियो। त्यतिदेखि चाहिँ उहाँले मलाई बिचमा फोन पनि गर्नुभयो, सर रोल्पा सेवा समाजको सदस्य म पनि भन्छु है के गर्नुपर्छ भनेर भन्नुभएको थियो। हुन्छ पनि भने फेरि बिचमा के कारण गाउँघरतिर उहाँ अब भेडा बाख्रा छ भने त्यो ढिलो भयो, त्यस कारणले चाहिँ अलि जोडिन पाउनु भएन। तर 2080मा हामी त्यो गऱ्यौँ, लगभग उहाँको 81मा अन्तिम अन्तिमतिर उहाँको किडनी फेल भएछ, त्यो प्रेसरले रहेछ। त्यो भइसकेपछि पछि मलाई दर्जी सरले फोन गर्नुभयो, म गएँ उहाँलाई भेटाएँ। उहाँ चाहिँ एकदमै दयनीय अवस्थामा, सर म त बाँच्दैन के हो, अब मलाई कहिले किडनी दिन्छ के हो कसो भनिसकेपछि अलि चाहिँ मैले उहाँको म्यामसँग भेट भएँ र उहाँको ब्लड ग्रुप फेरि एबी पोजिटिभ रहेछ। एबी पोजिटिभ के हुन्छ, एउटा भाग्यमानी ब्लड ग्रुप लाग्छ, त्यो एबी पोजिटिभ मेरो पनि एबी पोजिटिभ हो। त्यस कारणले उहाँको चाहिँ मैले भने म्याडमको मिल्छ जसरी पनि भन्ने भएपछि म्याडमको पनि खाइरहनु अवश्य खाइरहनु भएको छ, मिल्छ कि मिल्दैन मिल्छ होला सर जानुहोस् भन्दाखेरि उहाँको मिल्ने भएछ। भइसकेपछि उहाँ फेरि हामीलाई हेर्न आउनुभएको थियो। हामी काठमाडौँ गएको बेला योभन्दा 2-3 महिना पहिला दर्जी सर हामीलाई, र त्यतिखेर पनि हामीले त्यहाँ चाहिँ पूर्व राज्य मन्त्री अमरसिंह पुनजीलाई भेट गएर तपाईँले चाहिँ यसको चाहिँ प्रक्रिया अगाडि बढाइदिनुहोस् भनेर भनेको थियो। उहाँले चाहिँ केही सहकारी उहाँले कुरा गरे, उहाँले कुरा गर्दैछु भने त्यो अनुसारले छिटो पालो पनि आयो र सम्भवतः उहाँको यति छिटो सम्भव आउँदैनथ्यो। आज चाहिँ विशेष गरेर के को मानेमा भनेपछि त्यो उहाँले जो पूर्व राज्य मन्त्री अमरसिंह पुनज्यूले जो उहाँले चाहिँ मैले भनिदिएको छु है उहाँको सबै भनिदिएको छु भने केही दिन पहिला भनेको थियो, नभन्दै उहाँले हिजो फोन गरेँ, सर म चाहिँ मेरो ब्लड ग्रुपको लागि कोही साथीहरू भएनन् त्यसलाई भनिदिनु सर म ट्रान्सफर हुन लाग्यो भन्दाखेरि खुसी पनि लाग्यो। र हामीले के सोच्यौँ भने अब चाहिँ तुरुन्तै गरिहाल्नुपर्छ भनेर हामीले उपसंयोजक र संयोजकजीलाई मैले तुरुन्तै गरौँ भन्ने भएपछि आज चाहिँ संयोगवश कस्तो भइरहेछ भने चाहिँ उहाँ चाहिँ ट्रान्सफर सक्सेस भएर अहिले भर्खरै फोन गरेँ, उहाँ चाहिँ होसमा आइसक्नु भएको छ अरे 6 बजेपछि मात्रै उहाँलाई भर्खरै पनि फोन गरेँ, उहाँको सक्सेस ट्रान्सफर सक्सेसफुल भएर पनि उहाँ होसमा आइसक्नु भएछ र होसमा आइसकेपछि 6 बजेपछि उहाँलाई भेटघाट हुने कार्यक्रम छ भनिसकेपछि यो खुसीको कुरो हो। त्यो खुसीकै कारणमा पनि हामी चाहिँ आज झन् धेरै खुसी छौँ, ताकि हामीले हिजो हौसला दिएको मान्छे आज पूर्ण जीवन पाउँदै हुनुहुन्छ, हिजो दिनमा बाँच्दैन भने मान्छे फेरि अब उहाँले चलो उहाँलाई विशेष धन्यवाद। र
र यही क्रममा चाहिँ जो पहिलो जो अभियान सञ्चालन गर्ने भन्नेमा छुट्टीमा आउनुभएको थियो रोल्पा सेवा समाज शाखा पर्चोकुलका अध्यक्ष हिमाल बुढा मगर्जीले 2000 र बालिका बुढा मगर्जीले 1500 गरेर मलाई 3500 दिनुभएको थियो भने उपसंयोजक दर्जी ढोकाजीले उहाँको बर्थडेको दिन ठ्याक्कै समयको उहाँले बोलाएर उहाँलाई 11,105 रुपियाँ दिनुभएको थियो र यसै गरी उहाँको अर्थ रोकाजीले 3421 र अर्को शक्ति रोकाजीले उहाँले पनि 3421 र जम्मा गरी 9,347 रुपियाँ उहाँले भयो र दर्जी सरले चाहिँ 11,111 बोलेछ 11,111 रुपियाँ उहाँले सहयोग गरिसक्नु भएको छ। त्यो भएकाले हामीले चाहिँ र साउदीबाट साउदी शाखा प्रमुख सल्लाहकार रमेशजीले चाहिँ उहाँले टोटल जम्मा गरेर उहाँले पोस्ट गरिसक्नु भएको छ फेसबुकमा। त्यो उहाँले सबै एक रुपियाँ जम्मा गरेर 51,105 रुपियाँ उहाँले 51,549 रुपियाँ उहाँले पठाउनु भयो र यसै गरेर हामीले 75,505 रुपियाँ हामीले हस्तान्तरण गरेका छौँ। तीमध्ये हामीले पहिलेको सबै घटाएर अहिले 64,400 आज मात्र हामीले उहाँको एकाउन्टमा जम्मा गरिदिइसकेका छौँ र 11,111 रुपियाँ पहिले गइसकेको हिसाब छ। त्यो हिसाबले गर्दा उहाँको 75,500 रुपियाँ हामीले हस्तान्तरण गऱ्यौँ। यो हस्तान्तरण गर्दै गर्दाखेरि जसले रोल्पा सेवा समाजलाई विश्वास गरेर सहयोग गरिदिनु भयो तपाईँलाई विशेष धन्यवाद दिन चाहन्छौँ। ताकि तपाईँहरूको मायाले गर्दा नै रोल्पा सेवा समाज बाँचेको छ, चलेको छ। हामीले एउटा अभियान सुरु गर्न बित्तिकै तपाईँहरूले कहीँ न कहीँको साथीहरू जोडेर सहयोग गरिदिनुहुन्छ। हामी रोल्पा सेवा समाज भनिन्छ अरे हामी के कार्यक्रम गऱ्यौँ भने पनि यो मागेर गर्ने कार्यक्रम, यो चाहिँ मागेर काम चलाउने संस्थाले किन यत्रो कार्यक्रम गर्नु पर्यो होला भनेर भन्नुहुन्छ अरे। तपाईँहरूसँग आउनुहोस् न, सँगै मागौँ न। कमसेकम रोल्पा सेवा समाज हामीले मागिरहेका छौँ भने तपाईँहरू पनि यो माग्ने अभियानमा सञ्चालन हुनुहोस्। तपाईँ हामीले हामी एक दिन भिखारी बन्नेमा कसैको ज्यान बन्छ भने हामी भिखारी बन्नेमा के फरक पर्छ, म त्यही सोच्छु। त्यस कारण चाहिँ कसैले त्यही भन्दै गर्दाखेरि तपाईँहरू हामी जस्ताको तस्तै 1 रुपियाँ पनि यताउता केही पनि नगरेर हामी चाहिँ कसरी हुन्छ केही तलमाथि नहोस् भन्नलाई हामीले डाइरेक्ट रोल्पा सेवा समाज खातामा आयो 64,400 र त्यही 64,400 आज हामी केन्द्रीय कोषाध्यक्ष निशान ओलीज्यूले भर्खर ब्याङ्कमा गएर उहाँले चाहिँ गएको भौचर पनि हामी उसलाई केन्द्रमा जम्मा गरिसक्नु भएको छ भने पैसा गइसकेको भनेर म्यासेज आइसकेको छ। यो अवधिमा जसले सहयोग गर्नुभयो तपाईँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र टाढा टाढाबाट आउनुभएको छ केन्द्रीय सदस्य दाङसाका सदस्यज्यूहरू, यहाँ आदरणीय दाई रोल्पा सेवा समाजको केन्द्रीय सल्लाहकार कैलाश दाईलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु। ताकि छोटो समय पनि हामी 20-25 जना जम्मा भएर आज उहाँको यो शुभ अवसरमा स्वास्थ्य लाभ काम गर्ने समय पाइयो छ भने त्यो खुसी कुरा हो। यस अवधिमा साथ दिनुभयो सबैलाई विशेष धन्यवाद दिँदै आजको यो औपचारिक कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दै बिदा हुन्छु। धन्यवाद।